साथीहरू आज नि हाम्रो घरमा पानी परिरहेको छ। भिडियो बनाउनु पर्यो भनेको अब यो पानी कहिले रोकिन्छ अनि मात्रै बनाउँछु। यहाँ मैले चाहिँ घरमा बिरुवाहरू रोपेको छु क्या, खोर्सानीको बिरुवाहरू कस्तो छ हेर्नु होला है। पानी चाहिँ ठुलो परिरहेको छ क्या, पानी अचम्म लाग्दो पानी परिरहेको छ। पानी पर्ने समय हो यतिखेर। अनि पानी रोकिएपछि माथि बारी गएँ है। बारी गएर बाटो हिलो थियो, अनि हिलो भए पनि माथि गएर खन्नु पऱ्यो भनेर कोदालो तल घरमा थियो, अनि तल घरमा खोजेर माथि गएर एकछिन बसेर पानी पर्ला जस्तो थियो, अनि हतार खन्नु पऱ्यो भनेर खने। अनि ढुङ्गा थियो क्या, अस्ति नै खनेर छोडिरहेको थियो नि त यो बारीलाई। अनि ढुङ्गाहरू अझै निस्कियो, अनि निस्केर त्यो हरियो परियोहरू कुहिएको थियो, अनि त्यो काँराहरू थियो, अनि काँराहरू निकाल्दा अनि यो चाहिँ मैले आज साग करेला फर्सी छोड्नु पऱ्यो बिरुवाहरू भनेर मिलाउँदै थिएँ। अनि मिलाएर एकछिन बसेको थिएँ, अनि बसेर सागपातहरू रोप्नुपर्छ। अब जहिले बजारबाट किनेर ल्याउनु सकिँदैन, यत्रो मुठालाई पनि 50 रुपियाँ मुठा भन्छ है सागको। अनि यसो घरमै रोप्दाखेरि उम्रिन्छ कि कतै भनेर ट्राई गर्दैछु है। अनि यसलाई मजाले मिलाउनु पर्छ। माटो ढुङ्गा छ नि त हाम्रो बारीमा अहिले, अनि यो नखनेको थुप्रै वर्ष भइसक्यो, अनि अलिक अप्ठ्यारो पनि भइरहेको थियो। अनि बिहानै पानी परेर हिलो जमिरहेको थियो, अनि खुट्टा ल्यास हिलो भइरहेको थियो, अनि ढुङ्गाहरू चाहिँ ज्यादै निस्किरहेको थियो कि त्यो अस्ति नै खनेर ढुङ्गा फालेर पनि अहिले चाहिँ फेरि ढुङ्गा बेसी नै निस्किरहेको थियो। अनि त्यसलाई मजाले खनिसकेर त्यो मिलाउनु फेरि डबल खने मैले। अनि किनभने त्यो ढुङ्गा एकचोटि फालेकोले मात्रै नि भएन क्या, अनि फेरि ढुङ्गा फाल्नु पऱ्यो भनेर फेरि मिलाएर सम्म बनाएँ। अनि सम्म बनाएर सागपातहरू रोप्नु पऱ्यो भनेर फेरि बिरुवा घरबाट लिनु गएँ। अनि घरबाट मैले जाँदाखेरि लगेको थिइनँ क्या सागपातको बिरुवाहरू। अनि फेरि घर आएर पानी खाएँ। अनि पानी खाएर माथि हतार गएँ। अनि माथि गएर बिरुवाहरूको लागि तयार पारेको ठाउँमा गएर फेरि एकचोटि त्यो ठाउँमा गिलो भएको ठाउँमा फेरि त्यो अलिक मजाले भएको थिएन, अनि त्यसलाई अलिक मजाले सम्म बनाएँ। अनि सम्म बनाएर हरियो रायोको सागको बिरुवा छोड्नु पऱ्यो भनेर मजाले सम्म बनाएँ त्यो ठाउँलाई पनि। अनि त्यो ठाउँलाई सम्म बनाएर अनि खोल्नु पऱ्यो भनेको चक्कु नै लगाउनु बिर्सेछु। अनि वरिपरि खोजेको ढुङ्गा भेटेँ, ढुङ्गा लगेर खोलिसकेर अनि बिरुवाहरू मजाले छोड्नु पऱ्यो भनेर यताउति गर्दै थिएँ। अनि बिरुवाहरू कति रहेछ भने सबै हेरेँ। अनि त्यो एउटा प्याकेटको छरिसकेर अर्को प्याकेटको कागजमा थियो, अनि कागजमा चाहिँ अर्को साग थियो, भन्नु चाहिँ रायो सागै हो। 2 खालको टाइपको ल्याएको थिएँ मैले चाहिँ साग चाहिँ। अनि त्यो प्याकेटमा र खुल्लामा थियो, अनि दुईवटा चाहिँ छोडिदिएर अब हुन्छ नि त्यो ठाउँलाई अलिक फाल्टो बनाएँ। त्यसलाई यो बिचमा काटेर त्यो खाल्टो बनाएर यतापट्टि सागको लागि छुट्याएको, उतापट्टिको लागि गिरौला चिचिन्डाको बिरुवा नि ल्याएको थिएँ। अनि चिचिन्डा रोप्दै थिएँ। अनि त्यहाँ 4 ठाउँ चिचिन्डाको यो बोट रोपेँ। अनि रोपेर फर्सीको बिउ पनि तयार पारेँ। अनि तयार पारेर फर्सी पनि रोप्न थालेँ। अनि फर्सी चाहिँ 3 ठाउँ रोपेँ। अनि 3 ठाउँ रोप्दाखेरि नजिक रोप्दाखेरि लहराले असर गर्छु भनेर अलिक टाढो रोपेँ त्यसलाई चाहिँ। किनभने मुन्टा खाने र गट्टा खाने लिएर आएको थिएँ। अनि फर्सी चाहिँ धेरै थिएन, त्यही 4-5 मात्रै थियो। अनि 3 ठाउँमा दुईवटा गरेर रोपेको थिएँ अहिले। अनि त्यहाँदेखि करेलाको बिउ झिक्नु पऱ्यो भनेर त्यहाँ निहुरिएको थिएँ। अनि त्यहाँ फालिरहेको थिएँ। अनि करेलाको बिउ खोज्दै थिएँ, अनि करेलाको बिउ भेटेँ। अनि करेलाको बिउ चाहिँ कहाँ रोप्नु भनेर टेन्सन भयो क्या, लहरा मात्रै थियो क्या सबै। अनि
लहरा हुँदाखेरि त अब सबै लहराको लागि उयो थाङ्ग्रा दिनुपर्छ। थाङ्ग्रा दिनुको लागि अलिक टाढो रोप्नु न त भनेर करेलाको बिउ चाहिँ अलिक त्योभन्दा फर्सीहरू रोपेको भन्दा अलिक माथि रोप्यो। अनि त्यसलाई अलिकसम्म बनाएर त्यहाँ पनि रोपेँ। अनि अलिक यता आएर पनि करेलालाई रोपेँ। अनि रोपेर अनि त्यहाँ 4 ठाउँ कि 5 ठाउँ रोपेँ। अनि त्यहाँदेखि त्यहाँ घुम्दैन भनेर फेरि सागहरू भएको ठाउँतिर आएँ। अनि त्यतातिर रोपिसकेँ। अनि फेरि अनि अर्को बिउ निकाल्नु पऱ्यो भनेर क्या यो चाहिँ यो खालको बिउ थियो क्या, हाइब्रिड खालको थियो। अनि यसलाई फेरि निकालेँ। अनि निकालेर यो पनि करेला हो। अनि अर्को चाहिँ घरमै भएको करेला हो, सानो खालको करेला नि पाकेको थियो। अनि रोपेर कस्तो हुन्छ भनेर यता लहरा मात्रै भयो। अनि लहरा मात्रै भयो त्यहाँ छोडेर यता आएर सागहरू भएको छेउछाउमा रोपेँ। अनि रोपेर फेरि अनि के रोपौँ त्यहाँ भनेर बिरुवाहरू हेर्दै थिएँ। अनि बिरुवाहरू सकेको थियो। अनि सकेर अनि एउटा भनेको बिरुवा भनेको उयो मात्रै थियो क्या, त्यो मुलाको बिरुवा थियो। अनि मुलाको दाना थियो। अनि मुलाको दाना छोड्नु पऱ्यो भन्दै थिएँ। अनि छोड्नु नि के छोड्नु भने अनि फेरि सम्झेँ त्यहाँ के त छैन, अब चारो सुँगुरको चारो भए पनि छरिदिनु पऱ्यो भनेर त्यहाँ छरेँ। अनि त्यहाँ छरिसकेँ। अनि छरिसकेर अब खोर्सानी अस्ति नै कस्तो मैले तपाईँहरूलाई भनेको थिएँ नि, खोर्सानी मैले रोपेको छु भनेर देखाइराखेको छु तपाईँलाई। हिजो पनि देखाएको। आज चाहिँ खोर्सानी गएको बिहानै पानी परेको थियो, खत्तमै पारेको थियो नि खोर्सानी त। सिङ्का मात्रै देखिरहेको थियो क्या खोर्सानीको। कुनै चाहिँ हरियो थियो, हरियो चाहिँ लडिरहेको थियो। अनि कुनै चाहिँ डन्ठा मात्रै थियो क्या खोर्सानीको। अनि लडेकोलाई चाहिँ उठाइदिएँ। उठाएर 2-3टा लडेको थियो। अनि तिनीहरूलाई उठाएँ। अनि उठाएर त्यो माटोहरू मजाले गरेर दिने चाहिँ आज उयोको सपोर्ट गरेको थिएँ क्या, त्यो के है सिङ्काको सपोर्ट गरेर आएको थिएँ। अनि यो चाहिँ तल्लो बारी हो क्या, यो चाहिँ तल्लोपट्टि बारी। बुढीहरू चाहिँ राम्रै भएको रहेछ हुनु चाहिँ, सबै घाँस आइरहेको रहेछ। यो घाँस चाहिँ भोलि उखाल्नु पर्छ होला होइन। यो घाँसले नै अप्ठ्यारो गर्छ नि त, यो मलहरू हालेको ठाउँमा सबै मल खाइदिन्छ। अनि फर्सी चाहिँ एउटा उम्रिसक्यो क्या हाम्रो बारीमा। रोप्नु चाहिँ थुप्रै फर्सी रोपेको थिएँ, 3-4टा रोपेको थिएँ, सबै बिग्रिछ फर्सी चाहिँ। अनि यहाँ चाहिँ उयो रोपेको थिएँ भेन्डी, एउटै बिरुवा निस्किएन छ। अनि हाँस उठिरहेको छ क्या। अनि यहाँ चाहिँ अब त्यही माथिको मुला ल्याएर छोड्नुपर्छ होला। मैले चाहिँ भर्खर 5 दिन भयो युट्युब खोलेको, च्यानलमा भिडियोहरू हालेको। तपाईँहरूले हेरिदिनु, साथ दिनु। अनि साथीभाइहरूलाई पनि सेयर गरिदिनु है। म भिडियो अझै हाल्नेछु है। तपाईँहरूको माया सपोर्ट देखाउनु है, म भिडियो हाल्ने नै छु। यति नै भन्दै सबैजनालाई गुड नाइट, बाई।